हालेलुया, प्रभुको महिमा भएको होस्। हामी आज यो ताप्लेजुङको सिमाना, इन्डिया र नेपालको सिमाना सिक्किम भ्यालीमा छौँ। सिक्किम भ्याली जुन ग्रिन भ्यालीमा हामी आएका छौँ। हामी यो जुन दृश्य तपाईहरुलाई म ग्रिन भ्यालीको देखाइराखेको छु। यो दक्षिणतर्फ जुन देखिराख्नुभएको छ बादल र सानो चुचुरो यो बाटो हुँदै हामी नेपालबाट सिक्किमसम्म पुग्न सक्छौँ। जुन सिक्किम र नेपालको बोर्डर हो र हामी ग्रिन भ्यालीको दृश्य म तपाईहरुलाई देखाइराखेको छु। यो भ्याली अति नै सुन्दर छ। यो जुन कलकल पानी बगिरहेको छ यो सिक्किम भ्यालीको हो। यो सिक्किम भ्याली हुँदै बग्दछ र जुन यो ग्रिन भ्यालीमा हामी छौँ। हाम्रो साथीहरू यहाँ जुन रेस गरिरहन्छ यो 4000 मिटर हाइटमा पर्दछ। यो सिक्किम भ्याली अति नै सुन्दर भ्याली हो। यहाँ भेडीगोठ, चौरीगोठ, गाईगोठहरू पर्दछन् र अति नै सुन्दर दृश्य जीव जन्तुहरूको वासस्थान यहाँ रहेको छ। यो हामी स्वर्गको खोजी गर्दछौँ। आदरणीय साथीभाइहरू, दर्शकहरू, स्वर्ग भनेको यस्तै हुन्छ जहाँ शान्ति हुन्छ, आनन्द हुन्छ, जहाँ कुनै खुन खराबा हुँदैन, जहाँ कुनै डर भय हुँदैन, जहाँ कुनै अशान्ति हुँदैन। त्यसै ठाउँलाई नै स्वर्ग हामीको संज्ञा दिनुपर्दछ र स्वर्ग यस्तै ठाउँ हुन्छ। स्वर्गमा सुनको सडक हुन्छ, शान्ति हुन्छ, आनन्द हुन्छ, जहाँ अशान्ति भन्ने कुरा त्यहाँ हुँदैन। त्यसैले यो ठाउँ अति नै रमणीय छ, शान्तिपूर्ण छ, स्वतन्त्र छ। खोलाहरू कलकल बगिराखेका छन्। हावाहरूले गीत गाइराखेका छन्। पहाडहरू नाचिराखेका छन् र खोलाहरू गीत गाउँदै सुसेली बजाउँदै बसिराखेका छन्। यो दृश्य यो सिक्किम भ्यालीको हो। यो सिक्किम इन्डियाको सिक्किम होइन, यो नेपालको सिक्किम भ्याली हो। आदरणीय दर्शकहरू, यो भ्याली कस्तो छ तपाईँ पनि चाहनुहुन्छ भने कञ्चनजङ्घाको भ्रमण गर्न सक्नुहुन्छ र यो सिक्किम भ्यालीमा आएर सिक्किम भ्यालीको फेस टु फेस दृश्य अवलोकन गर्न सक्नुहुन्छ। धन्यवाद, बाई बाई।